वेलकम टू माई युट्युब च्यानल। धेरै जसो क्रिएटरहरूलाई युट्युब ब्यानर कसरी राख्ने अथवा युट्युब ब्यानर कसरी क्रिएट गर्ने कुरा आउँदैन र धेरै जसो क्रिएटरहरूले ब्यानर त राख्नुहुन्छ तर त्यो तलमाथि यताउति जिगज्याग भएर आउँछ र ब्यानर राम्रोसँग एडजस्ट भएर आउँदैन। कुनै बेला स्क्रिनमा राम्रोसँग देखिँदैन मोबाइल स्क्रिनमा। त्यसको लागि म यो भिडियोमा राम्रोसँग ट्रिक बाई ट्रिक बताउने छु। सो भिडियोलाई अन्तिमसम्म ध्यान दिएर हेर्नु होला। यो भिडियोलाई तपाईहरुले अन्तिमसम्म लास्टसम्म राम्रोसँग ध्यान दिएर हेर्नुभयो भने तपाईले 1 मिनेटमा तपाई ब्यानर राख्न सक्नुहुन्छ, त्यो पनि ट्रिक बाई ट्रिक जस्ट 1 मिनेटमा। सो भिडियोलाई अन्तिमसम्म ध्यान दिएर हेर्नु होला। सुरु गरौँ, लेट्स गो स्टार्ट। यसको लागि हामीले च्याट जीपीटीमा गएर युट्युब ब्यानर यसरी प्रम्प्ट दिएर आफ्नो स्टाइलले आफ्नो ल्याङ्ग्वेजमा प्रम्प्ट दिएर यसरी जेनेरेट गर्न सक्नुहुन्छ र आफ्नै प्रकारको आफ्नै युट्युब ब्यानर बनाउन चाहनुहुन्छ भने कमेन्ट गर्नु होला। म त्यसमा पनि भिडियो बनाएर ल्याउँछु। यसरी मेरो चाहिँ आयो र यसलाई चाहिँ म डाउनलोड गरेर सेभ गर्छु। यसरी सेभ गरिसकेपछि साथीहरु हामीले सिम्पली युट्युब ओपन गर्नु पर्दछ। युट्युब ओपन गरिसकेपछि सिम्पली तपाई यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ र तलतिर आफ्नो च्यानल अथवा अकाउन्ट आउँछ, त्यसमा क्लिक गर्नु पर्दछ। यसरी देख्न सक्नुहुन्छ। यसमा क्लिक गरिसकेपछि साथीहरु अब तपाईको च्यानल यसरी ओपन भएर आउँछ। माथितिर भ्यू च्यानल छ, यो भ्यू च्यानलमा क्लिक गर्नु पर्दछ। क्लिक गरिसकेपछि तपाईको च्यानल ओपन भएर आउँछ, जसरी देख्न सक्नुहुन्छ। यसमा चाहिँ मेरो युट्युब ब्यानर देख्न सक्नुहुन्छ कति नराम्रो तरिकाले सेट भएको छ। अब चाहिँ म योलाई राम्रो तरिकाले प्रोफेसनल बनाउन चाहन्छु। युट्युब च्यानलमा ब्यानर नै राम्रो छैन भने तपाईको च्यानल एकदम बेकार अथवा अनप्रोफेसनल लाग्छ। त्यही भएर चाहिँ च्यानलमा ब्यानर सेट गर्न सिक्नु पर्दछ र त्यसपछि एडिट च्यानलमा क्लिक गर्नु पर्दछ। यसरी क्लिक गरिसकेपछि तपाईलाई यस्तो इन्टरफेस देखा पर्छ। माथि एउटा ब्यानर इम्पोर्ट गर्ने आइकन हुन्छ, जो कि क्यामेरा जस्तै आइकन हुन्छ। यसमा क्लिक गर्नु पर्दछ। यसमा क्लिक गरिसकेपछि साथीहरु तपाई देख्न सक्नुहुन्छ। त्यसपछि हामीले चुज फ्रम योर फोटोजमा क्लिक गर्नु पर्दछ। यसमा क्लिक गरिसकेपछि साथीहरु तपाईले यता जुनसुकै पनि फोटो क्लिक गरेपछि तपाईको यता इम्पोर्ट हुँदैन, किनकि यसको साइज मिल्दैन। जसरी कि मैले फर एक्जाम्पलको लागि यो फोटो गरे त यस्तो आउँछ, यो चाहिँ हाम्रो इम्पोर्ट हुन सक्दैन। को लागि हामीले सिम्पली जुन च्याट जीपीटीबाट लिएको पिक्चर थियो त्यसलाई नै इम्पोर्ट गर्नु पर्दछ। इम्पोर्ट गरिसकेपछि पनि त्योमा पनि राम्रोसँग एडजस्ट त हुँदैन र म एडजस्ट बनाउने ट्रिक सिकाउने छु। यसलाई चाहिँ यसरी डनमा क्लिक गर्नु पर्दछ र यसरी तपाई देख्न सक्नुहुन्छ। यसरी एडजस्ट हुँदैन र अब हामीले यसको स्क्रिनशट लिनु पर्दछ। यसमा यसरी यति पार्ट चाहिने हो हामीलाई, तर यसको फुल पार्ट आउँछ र अल डिभाइसको लागि यसलाई हामीले एकचोटी स्क्रिनशट लिनु पर्दछ। स्क्रिनशट लिइसकेपछि हामीले सिम्पली साथीहरु प्ले स्टोर ओपन गर्नु पर्दछ र सर्च गर्नु पर्दछ पिक्सेल ल्याब। यसरी पिक्सेल ल्याब ओपन गरेर यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। मैले चाहिँ अलरेडी डाउनलोड गरेर राखेको छु र यसलाई ओपन गर्नु पर्दछ। यसरी ओपन गरिसकेपछि साथीहरु तपाईलाई यस्तो इन्टरफेस देखा पर्छ र यसमा चाहिँ हामीले यो न्यू टेक्स्ट हटाउनु पर्दछ। यसको लागि सिम्पली हामीले माथि डिलिट अप्सन छ, यसमा गएर डिलिट गर्नु पर्दछ। डिलिट गरिसकेपछि साथीहरु हाम्रो चाहिँ न्यू टेक्स्ट हटेर आउँछ र त्यसपछि साथीहरु माथि प्लस आइकन छ, यसमा क्लिक गर्नु पर्दछ। प्लस आइकनमा क्लिक गरिसकेपछि फ्रम अ ग्यालरीमा क्लिक गर्नु पर्दछ र फ्रम अ ग्यालरीमा क्लिक गरिसकेपछि जुन चाहिँ हाम्रो स्क्रिनशट लिएको थियो त्यसलाई चाहिँ यसरी एडजस्ट गरेर यता इम्पोर्ट गर्नु पर्दछ। साथीहरु राम्रो ट्रिक छ, एकदम राम्रो तरिकाले सेट हुन्छ। तपाई देख्न सक्नुहुन्छ लास्टसम्म र त्यसपछि हाम्रो यसरी इम्पोर्ट गर्यौं। अब जुन यो हाम्रो पछाडीको ब्याकग्राउन्ड रहेको छ त्यसलाई चाहिँ हामीले हटाउनु पर्छ। हटाउनुको लागि तलतिर देख्न सक्नुहुन्छ यो अप्सन रहेको छन्, आइकन रहेको छन्। यसमा चाहिँ हामीले लेयर अप्सनमा क्लिक गर्नु पर्दछ। जसरी मैले इन्डिकेट गरेर देखाएको छु, तलतिर राम्रोसँग हेर्नु होला। यसरी तलतिर यो छ, यो बारमा गएर हामीले लेयर अप्सनमा गएर ट्रान्सपेरेन्टमा क्लिक गर्नु पर्दछ। त्यसपछि फेरि हामीले प्लस आइकनमा गएर फ्रम अ ग्यालरीमा क्लिक गरेर हामीले चाहिँ जुन हाम्रो ब्यानर छ त्यसलाई चाहिँ यता इम्पोर्ट गर्नु पर्दछ। यसरी त्यसपछि हामीले ट्याक्क यसलाई चाहिँ यसरी जुन हाम्रो अल डिभाइसमा देखाएको छ यसमा चाहिँ चट्ट तरिकाले यसलाई यताउति मिलाएर यसमा इम्पोर्ट गर्न सक्नुहुन्छ। मैले चाहिँ जुन यो अल डिभाइसको साइज छ त्यो अनुसार चाहिँ मैले ब्यानरलाई राम्रोसँग सेट गरेर यसमा एडजस्ट गरेर मिलाए। तपाई देख्न सक्नुहुन्छ, यसलाई लामो पनि गर्न सक्नुहुन्छ, छोटो पनि गर्न सक्नुहुन्छ। यसरी मिलाउनु पर्दछ। यसरी मिलाइसकेपछि साथीहरु तपाई देख्न सक्नुहुन्छ हाम्रो चाहिँ माथि सेभ अप्सन हुन्छ साथीहरु। यसमा क्लिक गरेर यो जुन ब्यानर छ त्यसलाई चाहिँ हामीले सेभ गर्नु पर्दछ। सेभ एज इमेजमा
गएर सेभ गर्नु पर्दछ। यसरी सेभ भइसकेको छ। फेरि हामीले चाहिँ युट्युब ओपन गर्नु पर्दछ। युट्युब ओपन गरिसकेपछि सेम तरिकाले हामीले भ्यू च्यानलमा गएर एडिट च्यानलमा गएर हामीले चाहिँ जुन हामीले यो बनाएर राख्यौँ ब्यानर त्यसलाई चाहिँ यता सिलेक्ट गर्नु पर्दछ। तपाईँ देख्न सक्नुहुन्छ। यसरी चुज गरेर चाहिँ हामीले जुन हामीले एडिट गरेर राखेका थियौँ त्यसलाई चाहिँ हामीले यसमा इम्पोर्ट गर्यौँ र जुन चाहिँ हाम्रो अल डिभाइसमा छ त्यसलाई चाहिँ स्पष्ट देखिने गरी यसरी इम्पोर्ट गर्नु पर्दछ। तपाईँ देख्न सक्नुहुन्छ। मैले चाहिँ एडजस्ट गरेर मिलाइसकेपछि माथि सेभ अप्सन हुन्छ। सेभ अप्सनमा गएर क्लिक गर्नु पर्दछ र क्लिक गरिसकेपछि यसरी प्रोसेसिङ हुन्छ र तपाईँको ब्यानर राम्रो तरिकाले प्रोफेसनल भएर यसरी आउँछ। तपाईँ देख्न सक्नुहुन्छ। यसरी चाहिँ मेरो ब्यानर चाहिँ एकदम एक्युरेट तरिकाले मिलेर बनेको छ। साथीहरू, तपाईँलाई भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्टमा छोडिदिनु होला। अब मिल्नेछौँ अर्को भिडियोमा। धन्यवाद।